everyday picnic, guys. Oh, cats! भाइ भेटेको छु मैले यहाँनिर हेभी मोटा छ त के हो तिमी त यहाँनिर चाहिँ भाइहरूले कति एउटा हिट गऱ्यो भने चाहिँ कति पैसा पाउँछ सबै लडाइँ चाहिँ 100 रुपियाँ र मैले फिलहाल चाहिँ है गल्फ कोर्स आइपुगिसकेको छु र यहाँनिर मेरो गेस्टहरू यहाँ घुम्नुहुँदैछ उपर देख्न सक्छु तपाईँहरूले वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा है आज चाहिँ म फेरि पनि तपाईँहरूमा उपस्थित भइसकेको छु र देख्न सक्नुहुन्छ तपाईँहरूले है अहिले चाहिँ म कहाँ छु भनेर त्यो पनि तपाईँहरूलाई थाहा भइसकेकै कुरा हो र अहिले फिलहाल चाहिँ म डेलोमा आइपुगिसकेको छु र डेलोमा यस्तो खालके रमाइलो भइदिइरहेको छ है तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर डेलोको ग्राउन्डमा है यहाँनिर पुरै गेस्टहरू टुरिस्टहरू क्रिकेटमा रमाइराख्नु भएको छ तपाईँहरू देख्न सक्नुहुन्छ रमझम डेलोको कुछ यस्तो प्रकारको छ र यहाँनिर चाहिँ डेलोको ग्राउन्डमा चाहिँ देख्न सक्नुहुन्छ पुरै क्रिकेट म्याच हुँदैछ है त यो एकदम गेस्टहरू टुरिस्टहरू यहाँनिर क्रिकेटको आनन्द लिँदै है तपाईँहरू देख्न सक्नुहुन्छ कुछ नजाराहरू यस्तो प्रकारको छ भने म पनि यहाँनिर गेस्टहरूको क्रिकेट खेलेको यसो हेर्दै मनोरम लिँदैछु है मजा लिँदैछु देख्न सक्नुहुन्छ पुरै क्रिकेट खेल्दैछ यहाँनिर चाहिँ देखो ओ क्याच देख्न सक्नुहुन्छ पुरै मजा लिँदैछ यहाँनिर चाहिँ क्रिकेटको एकदमै है तपाईँहरूलाई देखाउन गइरहेको छु यहाँ माथि पिकनिक खानेहरू ड्राई पिकनिक गरिरहेको छ भने यता नानीहरू खेलिरहेको छ कुछ यस्तो खालको नजाराहरू छ है त एकदम रमणीय दृश्य भइरहेछ डेलोमा माथि हेर्नुहुन्छ भने प्याराग्लाइडिङहरू उडिराखेको है अब सिजनमा यस्तै हो डेलोको रमणीय दृश्यहरू है त र आज चाहिँ म तपाईँहरूलाई यहाँबाट लिएर दार्जिलिङहरू जाँदैछु दार्जिलिङमा के कस्तो नजाराहरू मिल्छ त्यो पनि कोसिस गर्ने नै छु है बनिरहनुहोस् मेरो च्यानलमा यहाँ मेरो भाइ फेरि क्रिकेट यो के हो भाइ तिमीले के खेलाएको यो हेर न मजाको हुँदो रहेछ यहाँनिर हाम्रो भाइ भेटेको छु मैले यहाँनिर हेभी मोटा छ त के हो तिमी त यहाँनिर चाहिँ भाइहरूले कति एउटा हिट गऱ्यो भने चाहिँ कति पैसा पाउँछ 50 को 3टा बल पाउँछ हो 3टा बलमा सबै लडाइँ चाहिँ 100 रुपियाँ गोली पनि छ 10 शट हैन यस्तो हुँदैछ रमाइलो तिमी जाँदौ न ब्यान्ड सिकाउनु जानुपर्छ त लागेपछि मलाई एउटा स्कुलको आइरहेको छ अफर ल म भन्छु तिमीलाई ल यस्तो हुँदैछ देख्नु हुँदैछ होला है डेलोमा चाहिँ यस्तो खालको नजाराहरू छ है त आज एभ्रिवान र मैले फिलहाल चाहिँ है गल्फ कोर्स आइपुगिसकेको छु र यहाँनिर मेरो गेस्टहरू यहाँ घुम्नुहुँदैछ उपर देख्न सक्छु तपाईँहरूले है र यहाँबाट फेरि अब दार्जिलिङ आज होल्ड छ त्यहाँदेखि पर्सि पनि दार्जिलिङै होल्ड छ र निकोर्सी चाहिँ एनजेपी ड्रप छ हाम्रो है र त्यही हो आज र भोलि चाहिँ दार्जिलिङ ड्रप छ होल्ड छ र अब यहाँ तपाईँहरूलाई देखाउनु गइरहेको छु है त गल्फ कोर्सको ब्युटिफुल छ नजारा हेर्नुहोस् है त कस्तो रहेछ देख सक्थे एभ्रिवान एकदम इधरमै कालिम्पोङ गल्फ कोर्सको कुनै नजाराहरू तपाईँहरू म पस्किँदैछु है त यहाँ माथि देख्न सक्नुहुन्छ तपाईँहरूले पहिला कसौटी जिन्दगीको कसौटी जिन्दगीमा बस्दै नि यस्तो खालको यहाँ मुनि चाहिँ एकदम गल्फ कोर्स र यता चाहिँ मेरो गेस्टहरू घुम्नुहुँदैछ है त आराम से घुम रहा है देख सकते हैं तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो खाना अङ्कलले ल्याइसक्नु भएको छ यहाँनिर अब हामी चाहिँ यहाँ खाना पनि खानु आँटेका छौँ र यी सबैजना हाम्रो साथीभाइहरू सबै खाना खाएर हल्का रमाइलो हुन्छ है र त्यही हो यस्तै छ है जिन्दगी ड्राइभरको हो तपाईँहरूलाई कस्तो लाग्यो यसो होइन राम्रो लाग्यो भने यसो प्रतिक्रिया पनि दिनु होला हल्का रमाइलो के अरे हो
Driver life is golden life. Golden life running with your wife. Brother, please come. Come brother. र यस्तै छ हाम्रो चाहिँ हेलो भाइ खाना आइसकेको छ हाम्रो हो यहाँ सर्भ गर्नु हुँदैछ यो त घन्टा चप्ली लिएन छु कि रटी भन्यो अब जुत्तालाई नै टेक्नुपर्छ जुत्तालाई नै टेक्छु म को छ हौ भोलि टाइगर हिल मेरो टाइगर हिल छ नि भोलि र यी तपाईँहरू देख्न सक्नुहुन्छ हामी चाहिँ अब यहाँनिर ट्याङ्की ट्याङ्क खाना खानु लागिरहेछौँ है त टोकन काटिसकेँ कसैको छैन यहाँ ग्रुपमा यतिभरिमा टाइगर हिल म मात्रै रहेछु भनेपछि है नयाँ परेँ नि त म त्यही भएर होला के छ भनिदेऊ त एक दुई शब्द भाइ हाम्रो यहाँ एप्स हुनेरहेछ हो अन्त हामी चाहिँ अब दिनमा थाकेको छौँ हामी चालक हो होइन अब हामी अब यो खाएर हामी मजन यो खाएको अब मजन सुत्नेछौँ सबैलाई इज्जत एभ्रिथिङ र दाजुको च्यानललाई पनि भनिदेऊ न यसो सेयर सब्सक्राइबहरू गरिदिनु भनेर च्यानललाई यसो होइन सब्सक्राइब र यसो लाइक सेयर गरिदिनुहोस् कमेन्ट दिनुहोस् होइन अब के हामी भोलि क्षमा चाहन्छौँ बोल भयो नि है यो आइसक्यो यस्तो हुँदैछ यहाँनिर चाहिँ पुरा खानाको लागि एभ्रिडे पिकनिक है चिकन कहाँ गयो चिकन दुई भाइ चाहिँ कहाँ गयो हाम्रो मेनेजर अर्को भने त चाहिँ पुरा छटपटिरहेको होला त्यो भयो नसिब चाहिँ आएको हुन्छ अघि नै रन थलिरहेको थियो मैले बतासेन भेट्दै हामी खाँदै गर्छ ल छिटो बाई स्टार्ट गरौँ है फाइनली गाइस म अहिले चाहिँ दार्जिलिङमा आइपुगिसकेको छु है यहाँनिर हाम्रो देखिसक्नुहुन्छ तपाईँहरूले ड्राइभरको रुम है दार्जिलिङमा र कुछ यस्तो प्रकारको छ सबैजना यहाँनिर म पनि यहाँनिर आएर एकदम अब रेस्ट गरिसकेको छु है र के कस्तो लाग्यो आजको मेरो यो भिडियो राम्रो लाग्यो भने सेयर सब्सक्राइब र कमेन्ट गर्न नभुल्नु होला है आजलाई मेरो भिडियो यहीँ बाई राख्दैछु बाई बाई टेक केयर अब